ओके सर नमस्ते, तपाईँको नाम शुभ नाम भनिदिनुहोस् न। नमस्कार, मेरो नाम चाहिँ कृष्ण घिमिरे पर्यो। आजको यहाँ के प्रोग्राम हो, के हुँदैछ आज, त्यो बारेमा थोरै इन्फर्मेसन दिनु न। हाम्रो चाहिँ यो प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हो। यो चाहिँ 3 दिनको लागि हुँदैछ, चैत्र 10, 11 अनि 12। अनि यो फर्स्ट तारिक प्रथमचोटि नै हुन थालिरहेको। अनि यसमा चाहिँ लगभग बाहिरी 4 देशबाट चाहिँ नाटकहरू लिएर हुनुहुन्छ भने यहीँको चाहिँ हामीले नै आयोजकले नै बनाएको एउटा नेपाली नाटक पनि छ। अनि टोटल 5 नाटक्स इन 3 days। अनि त्यसै गरी अब सुरु भइरहेको छ नाटक। अरू कुन कन्ट्रीको कम्पिटिसन हो नि यो खास? हाम्रो यो कम्पिटिसन चाहिँ होइन, यो एक्जिबिसन भन्न मिल्यो। हजुर 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 प्रदर्शन गर्ने हाम्रो इरानको छ, स्पेन, लुथेनिया, जापान अनि इन्डिया अनि नेपाल। अनि कलाकारहरू सबै बाहिरबाट आउनु भएको कलाकारहरूको व्यवस्थापन गर्नु के छ, कसरी गर्नुभएको छ? यस्तो छ, हामीले चाहिँ काठमाडौँमा मण्डलाद्वारा गरिरहेको निट फेस्ट हुन्छ नि, उहाँसँग एक हिसाबले सहकार्य गरेको छ। बाहिर त्यसको नाट्यकर्मीहरूलाई चाहिँ यहाँ ल्याउनलाई तपाईँको बाहिरबाट जो आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ एक हिसाबले यहाँ ल्याइदिने चाहिँ उहाँहरूले गरिदिनु भएको छ निट फेस्टबाट। तर यहाँनिर आएर चाहिँ अब हामीले नै लजिङ, फुडिङ, यताउता स्पोन्सरदेखि लिएर प्रमोटरदेखि लिएर उहाँहरूको चाहिँ सहयोगबाट गरिरहेको छ। अनि नेपाली नाटक पनि प्रदर्शन हुँदैछ भन्नुभएको छ, कसको लेखन, कसको निर्देशन, के हो यो विषयमा पनि थोरै जानकारी दिनुहोस् न। हाम्रो नेपाली नाटक भनेको चाहिँ यहीँनिर हामी आयोजक हाम्रो चाहिँ कर्मी र तरङ्ग नाट्य समूह छ यहीँ चितवनमा। हजुर, जसले चाहिँ विगत 10 वर्षदेखि चाहिँ यही फिल्डमा चाहिँ केही योगदान दिइराख्नु भएको छ। हामी पनि त्यसमै इन्भल्भ छौँ पनि होइन। अनि हाम्रो नाटकको नाम चाहिँ बिम्बका भरियाहरू छ, सेन्चुरी अफ टर्मोइल भनेर। यसमा चाहिँ 3टा कवितामा एन्थोलोजी सिरिजमा चाहिँ हामीले प्ले गरिरहेछौँ। एउटा चाहिँ आमाको सपना भन्ने कविता हामी छ, अनि राजु स्याङ्दनको चाहिँ बिमा भन्ने कविता छ। त्यो कवितामा चाहिँ हामीले गरिरहेछौँ। अनि यसको निर्देशन चाहिँ अन्जान प्रदीप ढुङ्गानाले गर्नुभएको छ भने, अनि अरू कलाकार साथीहरू हुनुहुन्छ। हस्, धन्यवाद सर। थ्याङ्क यू।